नेपालमा समुद्र छ कि छैन? समुद्र नेपालमा होला होला हुन सक्छ। आम्मामामा। तिमी मुझे घरबाट जिन्दगीभर बाहिर निस्केको छैन, कुन देशमा छु पनि थाहा छैन। कुन देशमा छौ तिमी? म अहिले यतातिर छु दाङतिर। दाङ कुन देशमा पर्छ? दाङ खै। ए कुन देशमा पर्छ पनि थाहा छैन दाङ? अह नेपालमा हो नि। ओ यार उसलाई त उयो होइन होला, उसले जिस्केको होला होइन? होइन होइन जिस्केको छैन दाइ, कहाँ जिस्किनु। ओ दाङ कुन देशमा पर्छ पनि थाहा छैन? नै या होइन, उसले जोतेको हो, उसलाई थाहा छ क्या। उसले थाहा पाए यसो नाटक गरिदिएको होइन? तर अब दाइले नाटक गर्दै गरे, किन गरम लाग्यो दाइलाई नाटक? म अहिले कुन देशमा छु म? तपाईँ अहिले काठमाडौँ हुनुहुन्छ? काठमाडौँ त ठाउँको नाम हो, देश चाहिँ कुन देशमा छु म? देश चाहिँ अब नेपालमै हुनुहुन्छ होला। तिमी चाहिँ कुन देशमा छौ? म दाङमा। दाङ देश होइन नि त, दाङ त ठाउँको नाम हो, जिल्लाको नाम हो। ए हो। जिल्ला हो कि के हो दाङ? जिल्ला त होइन होला है, ठाउँ होला होइन, जिल्ला त होइन। दाङ कुन जिल्लामा पर्छ कि दाङै जिल्ला हो? दाङ जिल्ला हो रे, जिल्ला हो दाङ। जिल्ला भनेको देश भनेको सबैभन्दा ठुलो होइन? अनि देशभित्र पर्छौँ क्या हामी चाहिँ। तिमी दाङ पनि देशमै छौ, नेपालमै छौ। म काठमाडौँमा छु, म पनि देशमै छु। अनि नेपाल देशमा तिमीले अघि 77वटा जिल्ला छ भन्यौ नि, हो त्यो 77वटा जिल्ला, एक एकवटा जिल्लामा मान्छेहरू एक एकवटा जिल्लामा छन् क्या, बुझ्यौ नि?